सम्पूर्णमा नमस्कार। आज म यहाँहरूलाई इलाम जिल्ला सूर्योदय नगरपालिका 4 मा अवस्थित सुन्दर पर्यटकीय स्थल गुफाताल घुमाउनेछु। बिहान करिब 6:30 बजेको समयमा हामी तयार भयौं अन्तु डाँडा होमस्टेबाट गुफा पातालको लागि। संख्या लगभग 30 देखि 35 जना जति थियौं, 2वटा ट्याक्सी अनि 4वटा मोटरसाइकलमा। बिहानको मौसम एकदमै चिसो थियो। म चाहिँ बाइकमा सरहरूसँग जाने भए। अन्तु डाँडाबाट 30 देखि 45 मिनट लाग्छ भन्ने कुरा थियो। हाम्रो यात्रा सुरु भयो। तुवालोले वरिपरिको दृश्य झपक्क ढाकेको थियो। अलिअलि नजिकैको चिया बगान देखिन्थे, घरि पिच रोड त घरि अफ रोड आउँथ्यो। ठाउँ ठाउँमा पोखरी, धाम, पुरानो ऐतिहासिक बजारहरू भेटिए, तर त्यसलाई भिडियोमा कैद गर्न पनि सकिएन। अलिक अगाडि पुगेपछि 2वटा बाटो छुटियो। एउटा थियो वेस्ट बंगाल र नेपालको सिमाना पार गर्नुपर्ने, अर्को थियो सर्टकट नेपाली बाटो तर अलिक हिलाम्मे। 2वटा मोटरसाइकल अगाडि भएकाले हिलाम्मे बाटो हुँदै हामी अघि बढ्यौं। नयाँ रोड जस्तो देखिन्थ्यो अनि हामी त्यसलाई पार गर्दै पुग्यौं गुफा पाताल फन पार्क। निकै ठूलो क्षेत्रफलमा त्यहाँ पार्क निर्माण गरिएको रहेछ। त्यहाँ डाइनोसर, जिराफ लगायत जनावरको आकृति बनाइएको थियो। सँगसँगै अरू धेरै संरचना निर्माणाधीन थिए। यस्ता क्षेत्रहरूले झनै बढी पर्यटकहरूलाई आकर्षण गर्न सक्ने कुरा कोशी प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष सुदीप कोइरालाले भन्नुभयो। यो खालका यस्ता क्षेत्रहरू बनाउँदा गर्दा झनै बढी पर्यटकहरूलाई चाहिँ आकर्षित गर्न सक्ने एउटा केन्द्रबिन्दु बन्न सक्छ जस्तो लाग्छ। फेरि हामी अलिकति माथि चढ्यौं अनि पुग्यौं सुन्दर गार्डन। एन्जेलिया फुलको सहरभन्दा फरक नपर्ला। ढकमक्क फुलेको थियो, रङ्गी बिरङ्गी भएर। रातो, कुसुमे, कुनै सेतो रङमा पनि थियो। सबैभन्दा धेरै कुसुमे पिङ्क कलरको एन्जेलियाले पुरै एरिया ढाकेको थियो। गुराँसका जस्तै आकृति परेको, गुराँसकै प्रकृतिमा पर्दो रहेछ यो बिरुवा। ठ्याक्कै सिजन पनि यही रहेछ, वसन्त ऋतु। एन्जेलियाको 2 प्रजाति मध्ये लोकल एन्जेलियालाई यसरी भुइँमा रोपेर मजाले सजाउन सकिँदो रहेछ। हाइब्रिडलाई भने घरमा अलिक स्याहार गर्नुपर्ने हुँदो रहेछ। अनि यो स्थानबाट बिहानीको सूर्योदयदेखि सूर्यास्त पुरै देखिने साथै विभिन्न हिमशृङ्खला र स्थानहरू अवलोकन गर्न सकिने गुफा पाताल समितिका सचिव विजय लाउतीले बताउनुभयो। यहाँनिर एकदमै राम्रो घाम झुल्केको अनि अस्ताको पनि देख्न पाइन्छ क्या। र यहाँनिर 360 नै हामी भ्यू देख्न पाउँछौँ। अब यतातिर विशेष गरेर इन्डियाको भन्नुहुन्छ भने यहाँनिर सुकिया सिमाना, दार्जिलिङ होइन, कर्स्याङ, अब यहाँबाट सिलगढी पनि देख्छौँ हामी होइन। अब नेपालपट्टिको भने यहाँबाट अन्तु भयो, फिक्कल, इलाम र यो उता सबैभन्दा ठुलो के भन्छ त्यो पहाड छालासुका डाँडा, त्यो पनि यहाँबाट देख्न सक्छौँ। यहाँबाट 360 भ्यू नै छ। यो एकदम बोर्डर एरिया हो। जस्तै यहाँबाट लगभग तपाईँको 100 मिटर पनि छैन, यहाँबाट 50 मिटर होला यहाँदेखि उता इन्डिया भारत पर्छ। यहाँनिर अत्याधिक मात्रामा पर्यटन चाहिँ इन्डिया नै आउँछ। किन भन्दाखेरि नेपालको पनि इच्छा चाहिँ छ होला आउने, विचारहरू आउने पनि गर्छ। तर के चाहिँ हो भने यहाँनिर बाटो, नेपालको चाहिँ बाटो जस्तै तपाईँहरू छिर्वाबाट यसो आउँदाखेरि यहाँनिर लगभग अब त्यहाँ तल 2.5 किलोमिटर तल पिच हुन बाँकी छ। अन्त त्यहाँबाट यो फेरि यहाँबाट गुफा पाताल छिर्दाखेरि लगभग 1 किलोमिटर गर्दा 3.5 किलोमिटर चाहिँ यहाँनिर पिच हुन बाँकी छ। त्यसले गर्दाखेरि कतिले त धेरै राम्रो राम्रो गाडीहरू लिएर आउने हुन्छ, तर के हुन्छ भने उनीहरूको गाडी यहाँ आइपुग्दैन। अनि कतिजना चाहिँ पशुपतिबाट आउने गर्छ। यो फुल फुलेको सिजनमा पशुपतिबाट आउने क्रममा चाहिँ के चाहिँ देखियो भने पोहोर परार साल देख्दाखेरि अब नेपालको मान्छे नेपालमा गाडी राखेर इन्डियन गाडी लिएर आउँदाखेरि त्यहाँको ड्राइभरहरूले अलिकति बढी पैसा लिएको बुझ्यो क्या। जस्तै यहाँको लोकल भाडा पशुपति फाटकदेखि यहाँसम्म 50 रुपियाँ भाडा हो, तर 300 सम्म लिएको बुझ्यो क्या। गुफा पाताल पुगेपछि हामीले गुफा भने हेर्न पाएनौं, तर यो क्षेत्र आफैमा सुन्दर छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउँको नाम कसरी गुफा पाताल रहन गयो भन्ने इतिहाससँगै केही महत्त्वपूर्ण कुराहरू राख्नुभयो सोही वडाका वडाध्यक्ष शरण राईले। र यसलाई किन गुफा पाताल भनियो भन्ने कुराहरूको पक्कै पनि जिज्ञासा हुनसक्छ। यो गुफा पातालको नामाकरण कसरी भयो भन्ने कुराहरूमा चाहिँ तपाईँको यो पहिला यो सबै के अरे रैथाने जङ्गलले ढाकेको ठाउँ हो। यो जति पनि देखिरहेछ यो पाइन ट्रिज, यो धुप्पी, यो भनेको चाहिँ आयातित हो। यिनीहरू पछि ल्याइएको हो। ब्रिटिस सरकार, ब्रिटिस इन्डियामा इस्ट इन्डिया कम्पनीले
जब यो इन्डियामा के अरे शासन गर्दै गर्दाखेरि उहाँले यो ठाउँ अत्यन्तै चिसो भएको कारणले गर्दा तातो फर्निचर बनाउनको लागि यो ल्याएको धुप्पीहरू हो। तर योभन्दा अगाडि चाहिँ यहाँ चाहिँ एकदम घना जङ्गल र यो चाहिँ रैथाने जङ्गल चाहिँ यहाँनिर भएको हाम्रो इतिहास छ। र त्यो रैथाने जङ्गल भएको बेला चाहिँ यो चाहिँ अघि पनि अलिकति हाम्रो सचिवजीले भन्दै हुन्थ्यो, यो चाहिँ मेडिटेसनको लागि यो ठाउँ, यो गुफा पातल चाहिँ यो तपाईँको धार्मिक हिसाबले यहाँनिर चाहिँ के अरे ध्यान गर्ने, यहाँ चाहिँ लामा बस्तीहरू छ, लामाहरू चाहिँ परपूर्वकालदेखि बसोबास गर्दै आएको लामाहरू छ र उहाँहरूले चाहिँ यहाँनिर चाहिँ तपस्या गरेर विभिन्न ज्ञानहरू आर्जन गर्ने ठाउँ पनि हो। र यसलाई चाहिँ के हो भन्दाखेरि ठ्याक्कै यो ठाउँदेखि केही किलोमिटर वरबाट हेऱ्यो भने यो ठाउँ चाहिँ गुफा पातल भनेर चाहिँ यो जस्तो माथि आकाश र यो चाहिँ ठ्याक्कै जोडिएको देखिन्छ क्या। तपाईँहरूले अहिले अन्तुबाट पनि उग्रिनु बित्तिकै धनकुमार आलेको घरदेखि केही माथिबाट कहाँबाट यो देखिन्छ होइन, त्यहाँबाट हेर्नुभयो भने यो ठ्याक्कै आकाश र यो ठ्याक्कै टाँसिएको देखिन्छ। त्यसले गर्दा यो चाहिँ यो पातलसँग टाँसिएको देखिने भएकोले गर्दा पनि यसलाई चाहिँ गुफा पातल नामाकरण गरेको भन्ने यो इतिहास छ यसको। र पछि यो चाहिँ 2062 सालमा चाहिँ विधिवत रूपमा यसको चाहिँ के अरे संस्था दर्ता गरेर जिल्ला सिडिओ कार्यालय मार्फत यो संस्था दर्ता गरेर चाहिँ यसलाई पर्यटन प्रवर्धन गर्नको लागि सुरु गरियो। र सुरुमा यही के अरे ठाउँको एकजना चेङ्बा लामा भन्नेले एक रोपनी जग्गा दिएर उहाँले यो ठाउँलाई चाहिँ पर्यटकीय ठाउँको लागि के अरे सुरुवात गर्नुभयो। त्यस पछाडि समितिले पछि पछि 6 रोपनी जग्गा मूल्यमै किनेर 7 रोपनी बराबरको यो क्षेत्रफल हो र बाँकी सबै यो अहिले नम्बरी जग्गाहरू छ। अहिले घरघरेटी व्यवसायीहरू आएर यहाँ धमाधम व्यवसायहरू सुरु गर्ने क्रममा छ। तर यो ठाउँ चाहिँ वास्तवमा हाम्रो सुदूरपूर्वको यो मेची नदीको उद्गम स्थलमा भएको यो त्यसै पनि यो ऐतिहासिक ठाउँ हो र यसलाई चाहिँ अलिकति राज्य पक्षले स्थानीय सरकार आइसके पछाडि यसको केही प्रवर्धन भएको देखिन्छ। तर यहाँनिर के अरे पूर्वाधारको हिसाबले भने हामी धेरै पछि छौँ, किनभने यो ठाउँलाई त हामीले दार्जिलिङको सिक्किम दार्जिलिङ इन्डियाको वेस्ट बेङ्गलको सिक्किम दार्जिलिङलाई हेर्दै गर्दा त यसको त प्रतिशत हिसाबमा 0.5 पनि हामीले गर्न सकेका छैनौँ होइन। त्यो हिसाबले हाम्रो सरकारले पनि अब हामी स्थानीय सरकारले सकेको त गरिरहेको छौँ, तर प्रदेश सङ्घ सरकारको पनि यहाँनिर चाहिँ एउटा ध्यान आकर्षण होस् भन्ने पनि यहाँको समितिको नि आग्रह हो। र हामी वरिपरि हरियाली डाँडाकाँडा, त्यहाँबाट आकाश पनि छुन आँटे झै लाग्छ। अनि नजिकै छ मेची बजार, भारतको वेस्ट बङ्गालसँगको सिमाना। छिमेकी मुलुकसँगको सिमाना भएकाले पनि नेपाली भन्दा बढी भारतबाट पर्यटकहरू त्यहाँ घुम्न आउने गर्दा रहेछन्। घुम्न आउने बस्ने पर्यटकहरूको लागि होमस्टेहरू पनि थिए। हालसम्म त्यहाँ 5वटा होमस्टे सञ्चालनमा रहेको रोदीघर होमस्टेका सञ्चालक सनम गुरुङले हामीलाई जानकारी दिनुभयो। बस्नको लागि राम्रो व्यवस्था मिलाइएको छ, खाना सबै कुरोको व्यवस्था छ यहाँनिर। बस्न मजाले सक्नुहुन्छ है त। होमस्टेहरू वरिपरि होटलहरू छ। कतिवटा यस्तो होटलहरू छ यहाँ? एउटा, दुईटा, तिनटा, चारटा, 5वटा जस्तो त होमस्टे 5वटा होमस्टे छ है। लगभग एउटा होमस्टेमा कतिजना? एउटा होमस्टेमा 8-10 जना त बस्न सकिन्छ। भनेपछि 50-60 जना 100 जनाको यता गाउँघरमा पनि राख्न सक्यो भने 100 जनासम्म राख्न सकिन्छ। बस्ने गरी आउनेमा चाहिँ अहिले प्राय हाम्रा छिमेकी मुलुक भारतबाटै आइरहेका छन्। अब कति बाटोघाटोको असुविधाले गर्दाखेरि हाम्रै नेपालभित्रका टुरिस्टहरूलाई आन्तरिक टुरिस्टहरूलाई चाहिँ असुविधा भनेपछि धेरै चाहिँ उतै इन्डियाकै आउनुहुन्छ होइन? इन्डियाको चाहिँ बस्ने गरी आउनुहुन्छ। हामीले एक दिन आएर एक दिन बसेर चाहिँ भोलिपल्ट फर्किने गरी आउँदा स्टे गर्दाखेरि चाहिँ लगभग कति जति खर्च होला? 2000 रुपियाँ एनसीमा हजुर, खानु पिउनु बस्नु सबै भइहाल्छ। अत्यन्तै सुन्दर अनि रमणीय पर्यटकीय स्थल जसको पर्यटन प्रवर्धनले देशलाई अझै उचाइमा पुर्याउँछ। यस्तै क्षेत्रहरूलाई सुन्दर तरिकाले वर्णन गरेर पर्यटकहरूलाई आकर्षण गर्न पत्रकारिताको माध्यमबाट प्रयास गरिरहेको लेखक तथा वरिष्ठ पत्रकार मोहन मैनालीले भन्नुभयो। यति राम्रो सुन्दर ठाउँलाई
त्यत्तिकै राम्रो तरिकाले वर्णन गरेर मान्छेहरूलाई यतातिर आकर्षित गर्न कसरी सकिन्छ भन्ने कुराको बारेमा हामी छलफल गर्दैछौँ, उपायहरू चाहिँ निकाल्दैछौँ, अरूले निकालेका उपायहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर भन्ने विचार विमर्श गरिराखेका छौँ। हस् त यहाँलाई करिब 1.5 घण्टाको समय बिताएपछि हामी पुनः पनि अन्तु डाँडा फर्कियौं। आउँदा सिधै नेपालको बाटो आएका थियौं। अब फर्कँदा भारतीय बाटो हुँदै सिमाना मेचीनगरबाट फर्कन अलिकता मिहिनेत गर्नु पर्यो र अन्त्यमा भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा सम्पूर्णमा धन्यवाद। अनि ट्रेनिङकै सिलसिलामा यो अवसरका लागि कोशी प्रदेश पत्रकार महासंघ परिवारलाई हृदयदेखि नै धन्यवाद प्रकट गर्दछु।